साथीहरु नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो आजको ब्लगमा। मेरो पहिलो ब्लग हो मेरो छोरीसँग। मैले खानामा लिएको छु नुडल्स, अन्डा अनि चिकन रोस्ट अनि त्यसपछि अचार अनि त्यसपछि जुस अनि फ्रुटी अनि त्यसपछि मोमो अनि जुस अनि चाउमिन अनि पपाया, फलफुलमा पपाया लिएको छु। पिरो फेरि खाऊ म त खान्छु हैन। मैले चाहिँ यसले खान्छ है। माई गड पिरो छ। यो अन्डा चाहिँ खान जान्ने हो कि नै, यो आउँदै आउँदै आएन है। ए मैले जानिनँ साथी हो खानालाई, यो चम्चाले मैले जानिनँ है, खाना आएन मलाई। पिरो कसरी खा एकदमै पिरो छोरी पिसक्यो। लास्टै पिरो खा। एकदमै मिठो है। खाऊ यो खाऊ मम खाऊ एकदम वाव कस्तो लाग्यो? अझै कस्तो लाग्यो? एकदमै मिठो टेस्टी छ। खाऊ। अनि तिम्रो एक्जाम कस्तो भयो? यो एक्जाम भ्याएपछि हामीले यस्तो गऱ्यौँ भनौँ, कस्तो लाग्यो? एक्जाम भ्याए राम्रो भयो? राम्रो भएछ। ल रोस्ट पनि खाऊ। अब यो फेरि हेमेट खाऊ अन्डा झिकेर खाऊ त। यो चम्चा खाऊ। यो मेरो चम्चा पनि कस्तो लाग्यो? यसपालि खाऊ न हैन खादैन। पपाया। खाऊ। रोस्ट कस्तो छ छोरी? रोस्ट राख त। मिठो छ। यो चाहिँ मैले बनाएको आफ्नै हातले। एकदम दामी छ। खाऊ। त्यो पपाया खाएर छ कि तिमीले? खाऊ 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 छिटो खाऊ। खान्छु। पपाया खाऊ। पुरै दियो। अन्डा खाऊ न अन्डा। अन्डा चाहिँ खाऊ गम। खाऊ त। साथीहरु मेरो भिडियोलाई चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला।
म चाहिँ यो भिडियो फर्स्ट बनाएको छु, अझै अरू बनाउँदै जान्छु। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्न सक्नुहुन्छ। आज हामीले बनाएको भिडियोहरू तपाईँलाई कस्तो लागेको छ मलाई कमेन्टमा गरेर भन्नु होला है साथीहरू। आज चाहिँ म आफैले बनाएको यो खानेकुराहरू बनाएर म घरमै बसेर मैले भिडियोहरू गराएको छु, म नानीसँग खाएर तपाईँहरूमा ल्याएको छु। यो पनि म आफै बनाएको। यो रोस्ट कता हो मम्मी कहाँ खाऊ खा लुडल्स त टिपिलो बनाएको एकदम स्पाइसी एकदम मिठो। खाऊ न अन्डा 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 मिठो छ न मिठो छ। साथीहरू अब तपाईँहरूले नै भन्नुहोस्, अब तपाईँहरूलाई कस्तो भ्लग मनपर्छ, म त्यस्तै नै भ्लग लिएर आउन सक्छु तपाईँको माझ। तपाईँहरू कमेन्ट लाइक गरिदिनु होला, कमेन्टमा भनिदिनु होला तपाईँले यस्तो भिडियो गराउँदा राम्रो हुन्छ भनेर भनिदिनु होला है। म चाहिँ आज सिम्पल आज जस्तो जानेको त्यस्तै भिडियो लिएर आएको छु तपाईँहरूको सामु। म र मेरो छोरी भएर यो भिडियो लिएर आएको आज। तपाईँहरूले राम्रो नराम्रो कमेन्टमा भन्नु होला साथीहरू। मेरो नाम चाहिँ आशा गुरुङ हो। तपाईँहरूलाई मैले चाहिँ यो सिम्पल भिडियो लिएर आएको छु। यदि तपाईँहरूलाई राम्रो लागेन भने पनि मेरो भिडियोलाई केही नभनिदिनु होला। यदि राम्रो लागेको छ भने कमेन्ट गरिदिनु। अनि म चाहिँ तानसेन पाल्पामा बस्छु। म चाहिँ तानसेन बसन्तपुर पाल्पामा बस्छु। अनि मेरो चाहिँ फ्यामिलीमा म अनि मेरो नानी अनि मेरो हस्बेन्ड हुनुहुन्छ। अनि म चाहिँ भर्खर अब यो भ्लग बनाउन लागेको भएर म चाहिँ सुरु गरेको छु। केही तपाईँहरूलाई यदि मलाई सुधार्ने मौका पनि दिनुहोस्, होइन नभएको चिजलाई सिकाइदिनुहोस्, होइन यति नै भन्न चाहन्छु म चाहिँ हजुरहरूलाई। Oh my god, पिरो छ। स्पोनले खाऊ न स्पोन। म चाहिँ स्पोन ट्राई गर्छु। त्यो चलाउन आउँदैन, नानुलाई चाहिँ चलाउन आउँछ। म चाहिँ सिक्छु है आज। हेलो गाइस, आउँदै आउनु आयो। म चाहिँ आउनु नि त यसरी। साथीहरू म चाहिँ यो खानेकुराहरू यतिमै इन गर्छु, किनभने मेरो पेट एकदम डम्मै भइसक्यो। म चाहिँ धेरै खानेकुरा खाँदिनँ, मैले चाहिँ धेरै बनाएको रहेछु। अब चाहिँ म यतिमै इन गर्छु। अनि तपाईँहरूले यदि राम्रो नराम्रो के छ कमेन्ट गरिदिनु होला। मलाई युट्युबमा गएर लाइक सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद, बाई बाई।